सबैजनाले हिमालको फोटो त हेर्छन्, तर त्यहाँसम्म पुग्ने कहानी कसैले सोध्दैन। सोसल मिडियामा ट्रेकिङ, हाइकिङ जहिले राम्रो देखिन्छ, स्नो, माउन्टेन, सनराइज, समिटको फोटो। तर केही कुरा छन् जुन कुरा हजुरलाई कसैले सुनाउँदैन। कुनै बेला हामी यति थाक्छौँ कि अझै एउटा कदम चाल्न असम्भव लाग्छ। त्यो थाकेको शरीरलाई लतार्दै कसरी हुन्छ माथि पुर्याउन आँट गर्दै म। कसैले यो भन्दैन कि माउन्टेन जहिले कम्फर्टेबल हुँदैन, कहिले पानी पर्छ, कहिले जाडो हुन्छ या कहिले सास फुल्न थाल्छ। तर यो बाहेक जब हामी त्यो समिटमा हुन्छौँ तब त्यहाँ हिमाल मात्र हुँदैन, त्यहाँ त्यो व्यक्ति हुन्छ जसले बिचमा हार मानेन। सायद यिनै कुराले होला म फेरि हिमाल र सङ्घर्षमै रमाउन खोज्छु। मानिस र उसको कहिल्यै हार नमान्ने प्रविधि, विकट ठाउँमा पनि गएर आफूलाई ढाल्ने, आफूलाई त्यहीँ रमाउन सक्ने क्षमता प्रदान गर्ने उसको नियत। आउनुहोस् एउटा यात्रामा जोडियौँ। के छ हिँडियो गाडीमा चाहिँ चढ्दियो गाडीसम्म पोखराबाट जान्छ न साँझतिर जान्छ गाडीहरू। हामीले पोखराको पृथ्वी चोकमा गएर एउटा गाडीमा बस्यौँ र हाम्रो काँडेको यात्रा सुरु गऱ्यौँ। पोखरादेखि काँडेसम्मको यात्रा, हरिया वन जङ्गल, पानी, खोला, नाला हुँदै हुँदै हामी काँडेतर्फ लाग्यौँ। खाना खाएर यता रामनाथजी, लक्ष्मणजी यता अब बाटो चाहिँ यहीँबाट तलतिर हो हाम्रो, यहीँबाट चाहिँ तलतिर चल्दिने हो। बाटोहरूको चाहिँ इन्डिकेटरहरू पनि दिएको छ होला होइन। यहाँ टक्क यो वे टु अस्ट्रेलियन हिँडेपछि हिँड्ने होला। हामी एउटा राम्रो यात्रामा त हिँडिसकेका थियौँ, तर हामीले के कस्ता चुनौतीहरू भोग्नुपर्छ, के कुराहरू देख्नुपर्छ भन्ने कुराहरू हामी केही ज्ञात थिएन। हामीले निरन्तर आफ्ना पाइला चाल्दै गयौँ, अगाडि बढ्दै गयौँ, हाम्रो यो नेचरमा रमाउँदै गयौँ। तर जति हामी अगाडि बढ्दै थियौँ एउटा मनमा खुसीको तरङ्ग बढ्दै थियो। नयाँ नयाँ कुराहरू देख्दै हामी भुल्दै त्यसैमा रमाउँदै हाम्रो यात्रा अगाडि बढाइरहेका थियौँ। जब सिडीको बाटो आउँथ्यो लाग्थ्यो अब त सासै फुत्किन्छ।
त्यो चढ्दै जाँदाखेरि खुट्टा रम रम गर्दै पोल्छ, दुःख दिन्छ, तर पनि निरन्तर चढिराख्ने त्यो आँट। पानी जस्तै केयरफुल यो जति गइसकेको छ सबै। हामीलाई थाहा थियो हामी जुन यात्रामा हिँडेका छौँ त्यो सानो होइन, 4500 मिटरको उचाइ भनेको कम होइन। थाहा हुँदाहुँदै पनि हामीले आफूलाई नै एउटा च्यालेन्ज दिएका थियौँ। हामी सकेसम्म जति चाँडो नरोकिकन जति सकिन्छ एकै दिनमा पोस्ट गरेर माथिसम्म पुग्ने हामीले एउटा आफूमै चुनौती लिएका थियौँ। यो चाहिँ नम्बर 7 पोथाना। नेक्स्ट पितन देउरा। हामी चारैजना एकदमै ठुलो ट्राभलर त होइनौँ, तर एकअर्काको सपोर्ट साथ पाएपछि हामी निरन्तर अघि बढिराख्ने आँट चाहिँ हौसला चाहिँ पाएका थियौँ। त्यही साथले गर्दा होला हामी निरन्तर अगाडि बढिरहेका थियौँ। चुनौतीहरू जे जस्तो आए पार पनि हामीले तिनीहरूलाई पार गर्दै अगाडि बढिरहेका थियौँ। कता हाल्यो यो फर्काउने? मलाई पुगो चुर चुरेर हाँसो लाग्यो पारिदिए हाल देखिन्छ देखाउन त पऱ्यो नि। हाँसु आयो यार, आउन पनि हाँस्दा हाँस्दा निस्केर आयो। खतरा खाएर होइन रुखेर न माया कसम। जब हामी फरेस्ट क्याम्पबाट माथि लाग्यौँ त्यसपछिको दुःखको हाम्रो सीमै रहेन। त्यो सिडी नै सिडी हुँदै अगाडि बढिराख्नुपर्ने चुनौती खुट्टा गुकालेर चुर भइसकेका थिए। घाम बिल्लायो यति ठाडो हो यो खानासँग दुरा। यता ल्याम नखाने बाबर बिस्कुट सिस्कुट खाऊ यार। के भयो पारी? हामीले जे जति शक्ति सम्हालेका थियौँ राखेका थियौँ सबै बिस्तारै बिस्तारै खनिन थाल्यो।
कति आवर केटा हो 10 घन्टा भनौँ न त्यो ठाडो चढाइ र काँधमा बोकिएको भार लाग्थ्यो आफूलाई नै तलतिर तानिरहेको छ हामी तर निरन्तर अगाडि बढ्ने कोसिस जारी राख्यौँ र अगाडि जाँदै गऱ्यौँ बिचमा आफूसँगै हिँडिरहेका यात्रुहरू भेट हुन्थे गफ गरिन्थ्यो एकअर्काको दुःख सुखका कुराहरू गर्दै रमाउँदै अगाडि बढ्ने एउटा छुट्टै रमाइलो अनुभूति हुँदो रहेछ जाडोको बेलामा तलतिर बसाइसरेका जनावर अब फेरि आफ्नै मूल घर फर्किँदै थिए यार अहिले त मलाई नै अनुभव भयो केटा कति राम्रो हो होइन चुटुक्कको लास्ट टाइम देखा फेरि अर्को बच्चा पनि यहाँ यो खैरोवाला पनि अघि त्यही भनेको छु खिच्न चाहिँ देख्छु यस्तै भएर खिच्नु जानु तपाईँको त्यो तलतिरपट्टि हो त्यो बसाइ यसै गरी हामीले यात्रामा विभिन्न मान्छेहरू भेट्दै गऱ्यौँ गफ गर्दै गऱ्यौँ र अगाडि यात्रा चलाउँदै गऱ्यौँ हाम्रो त्यो दिनको यात्रा एकदमै थकै लाग्दो थियो हामी जसोतसो गरेर हामी हाई क्याम्पसम्म पुग्यौँ र त्यो दिनको बसा त्यहीँ बस्ने निर्णय गऱ्यौँ बाहिर पुरै गहिरो अन्धकार 3:30 बजे आज अर्को दिन हामी बेस क्याम्पको लागि हाम्रो यात्रा 3:30 बजे सुरु गऱ्यौँ हामीले सोचेका थिएनौँ कि हाम्रो हिजोको यात्राभन्दा आजको एकदमै फरक हुनेछ हिजो हामीले सानो बाटो राम्रो बाटोलाई पनि एकदमै कठिन बनायौँ तर असली चुनौती अब पल्लो सुरु हुँदै थियो 4000 मिटरभन्दा माथिको उचाइ नाङ्गा पहाड हिमाल र बिचमा हिँडिरहेका हामी दिउँसोको समयमा हिँड्नुभन्दा बिहान रातिको समयमा चाहिँ एकदमै अप्ठ्यारो हुन्छ हामीले हिँड्न सुरु गरेको दिनदेखि एउटा हिमालको झल्को हेर्न पाएका थिएनौँ तर त्यो दिनको बिहानी अलि अलग हुन आइपुग्यो जब हामी उचाइमा पुग्दै थियौँ हामीले सास लिन अप्ठ्यारो भएको महसुस गर्दै थियौँ हाम्रा कदमहरू मोडिँदै थिए कमजोर हुँदै थिए तर हामीभित्र रहेको आँट भने कमजोर भएको थिएन राति नै हिजो बिहान 9 बजे गाडीबाट हिँड्न थाले हो परिस्कामा आउँदा आउँदै सातो गयो सातोसँग पुत्लो उडो लोकेममा आउँदाखेरि बल्ल आइकनसँग आएर सुत्यो हिजो एकै दिनमा मिस गरियो आज सातो गएको छ भत्काउनु हुने यो माथि चाहिँ टक्क मिलाएर राख
बढ्छ अब नाल अब हुँदैन अलिअलि भए पनि हामीले हिमालको झल्को देख्न पायौँ। लाग्दै थियो कि हिमालले हामीलाई लुकामारी खेलेर जिस्क्याउँदैछ। कति बेला बादलको पछाडि लुकिरहेको थियो भने कति बेला आफ्नो झल्को जिस्कै भएर देखाइरहेको थियो। यो हिँडाइ र यो उचाइ मेरो लागि नौलो त थिएन, तर यसमा परेको दबाव मैले महसुस गर्दै थिएँ। बिस्तारै बिस्तारै हामी उचाइमा त पुग्यौँ, तर हाम्रो आँखा अगाडि बादल हुस्सु बाहेक अरू केही थिएन। यस्तो लाग्दै थियो कि हामीले गरेको सबै परिश्रम खेर जानेवाला छ। न हामीले केही देख्न पाएका थियौँ, न रमाउन पाएका थियौँ। भनिन्छ नि हिमालले आफ्नो घुम्टो धेरै बेर लुकाउन सक्दैन। एकैछिनमै हिमाल खुल्न थाल्यो, हुस्सु र बादल हट्न थाल्यो र हामीलाई एउटा छुट्टै अनुभव दिँदै हिमालले आफ्नो मुख देखायो। हामी रमाएका थियौँ, हामी खुसी भएका थियौँ। आफ्नै आँखा अगाडि विशाल हिमालहरू डरलम्म उभिएका सेतै रङ्गिएका थिए। तर त्यो खुसी धेरै बेर टिक्नै सकेन। एकैछिनमा पानी तैरिन थाल्यो र हामी गुहार माग्दै पल्तिरहेको घरमा छिर्यौँ। त्यो घर त्यहीँ काम गर्दै हुनुभएको दाइहरूको रहेछ। उहाँहरूले त्यो बाटो बनाउने जिम्मा लिनुभएको रहेछ। हामी त्यो क्षणमा एउटा छुट्टै अनुभूति गरिरहेका थियौँ। जुन श्रम उहाँहरूले बगाउनु भएको छ, जुन दुःखले गर्दा हामी जस्ता पर्यटक उहाँसँग पुग्न सकिरहेका छौँ, त्यो बाटो त्यो घाटो बनाउनमा उहाँहरूको ठुलो योगदान रहेको छ। त्यहीँबाट फर्किन पर्थ्यो कि त त्यहीँ बस्न पर्थ्यो। त्यो झरी परिरहेको समयमा उहाँहरूले गर्नुभएको श्रम कतै न कतै मनमा छोइरहेको थियो। तर तिनी सबै कठिनाई, त्यो चुनौतीहरूलाई साइडमा राखेर
उहाँहरूको आफ्नो बाँच्ने शैली, उहाँहरूको त्यो एउटा नेचर, जुन हिसाबले उहाँहरूले हामीलाई वेलकम गर्नुभयो, हामीलाई बोलाउनु भयो, हामीलाई त्यो झरी परिरहेको बेलामा एउटा न्यानो बास दिनुभयो, हामीले त्यो कहिल्यै बिर्सिन सक्ने छैनौँ। ठिक छ आइयो आइयो कहाँ आइयो हामी यो क्यों बताऊ यो हिमाल जस्तो देखिन्छ पछाडि सेतो सेतो डाँडो छ अब के भन्छ पानी परै गर्यो अन्ना घन्टालमा परियो हेर तर पनि आइयो हामी मानिसले आफूले पाएको जीवन यत्तिकै खेर फालिरहेका छौँ। हामी एउटा दौडमा लागिरहेका छौँ तर आफूले बाँच्ने समय निकालेका छैनौँ। म जुन व्यक्ति जुन यही रेसमा चाहिँ दौडिरहेको छु, आफ्नो रेसको समयबाट केही समय निकालेर आफूलाई चिन्ने प्रयास गर्दैछु। म आफूले आफूलाई चिन्दै विभिन्न परिस्थितिहरूमा ढालिँदै दोब्रिँदै अगाडि बढिरहेको छु। सायद यो मार्दी हिमालको ट्रेकमा हामीले सोचे जस्तो हिमाल त हेर्न पाएनौँ, तर पनि एउटा छुट्टै खालको खुसी चाहिँ मनमा बोकेर जाँदैछु। आशा छ म फेरि पनि यो ठाउँमा आउनेछु, सँगसँगै रमाउनेछु र आफूले छुटाएका पलहरू फेरि आउँदाखेरि चाहिँ जम्मा गरेर सँगै लिएर जानेछु।